नमस्ते सेवारो। आज म तपाईहरुलाई सुनाउँछु विश्वको महासागर र समुद्रको कथा। विश्वको सबैभन्दा ठूलो महासागर प्रशान्त महासागर 16 करोड 62 लाख 40 हजार वर्ग किमी ओगटेको छ। 46.9% विश्व भूप्रतिशत ओगटेको छ। आन्ध्र महासागर 8 करोड 65 लाख 60 हजार वर्ग किमी ओगटेको छ। 23% विश्व भूप्रतिशत ओगटेको छ। हिन्द महासागर 7 करोड 34 लाख 30 हजार वर्ग किमी ओगटेको छ। 20.3% विश्व भूप्रतिशत रहेको छ। आर्कटिक महासागर 1 करोड 32 लाख 30 हजार वर्ग किमी ओगटेको छ। 3.7% विश्व भूप्रतिशत रहेको छ। अन्य समुद्रहरू 2 करोड 22 लाख 80 हजार वर्ग किमी ओगटेको छ। 6.1 विश्व भूप्रतिशत रहेको छ। जम्मा महासागर र समुद्रले ओगटेको क्षेत्रफल 36 करोड 17 लाख 40 हजार वर्ग किमी रहेको छ। विश्वको सबैभन्दा ठूलो प्रशान्त महासागरको बारेमा केही तथ्यहरू रहेको छ। यो ठूलो र गहिरो महासागर हो। यसको क्षेत्रफल 16.57 लाख वर्ग किमी रहेको छ। यो महासागर त्रिभुज आकारको छ। यसको पृथ्वीको 45.5% पानी ओगटेको छ। यसले पृथ्वीको 1.3 भूभाग ओगटेको छ। यसको औसत गहिराई 4300 मिटर रहेको छ। यो महासागरको गहिरो भागलाई म्यारिना ट्रेन्च भनिन्छ। यो महासागर 1% को दरले यसको भूभाग घट्ने गर्दछ। यो महासागरमा मिसिने नदीहरू ह्याङ्गो, यान्जे, कोलोराडो, मिसौरी, युकोन, अमुर रहेको छ। विश्वको दोस्रो ठूलो महासागर आन्ध्र महासागर रहेको छ। यो विश्वको दोस्रो ठूलो महासागर हो। यसको कुल क्षेत्रफल 8.24 लाख वर्ग किमी रहेको छ। यो महासागर अंग्रेजी अक्षर एस आकारमा फैलिएको छ। यो महासागर वर्षको 1% को दरले घट्ने गर्दछ। यो महासागरले कुल जलमण्डलको 23% भाग ओगटेको छ। यसको औसत गहिराई 3700 मिटर रहेको छ। यो महासागरको गहिरो भागलाई पोर्टो रिको द्वीप भनिन्छ। आन्ध्र महासागरमा मिसिने नदीहरू राइन, सेनेगल, नाइजर, कङ्गो, अमेजन रहेको छ। यो महासागरलाई वाणिज्य महासागर पनि भनिन्छ। विश्वको वाणिज्य महासागरको नामले आन्ध्र महासागरलाई चिन्ने गरिन्छ। त्यसैगरी हिन्द महासागर यो तेस्रो ठूलो महासागर हो। यो महासागरको क्षेत्रफल 7.65 लाख वर्ग किमी रहेको छ। यसले कुल जलमण्डलको 20.5% भाग ओगटेको छ। यसको औसत गहिराई 3900 मिटर रहेको छ। यस महासागरको सबैभन्दा गहिरो भागलाई जाभा ट्रेन्च भनिन्छ। यो महासागरमा मिसिने नदीहरू गङ्गा, ब्रह्मपुत्र, सिन्धु, इरावती हुन्। यो महासागरलाई मनसुन महासागर पनि भनिन्छ। एसिया महाद्वीपमा बङ्गालको खाडी, बङ्गालको मनसुन भनेर पनि हिन्द महासागरलाई चिनिन्छ र मनसुन महासागर भनेर विश्वभरि प्रख्यात हिन्द महासागर रहेको छ। हिन्द महासागरले गर्दाखेरि नै जलवायु परिवर्तन, मनसुन र विश्व जलवायुमा ठूलो योगदान रहेको भनेर हिन्द महासागरलाई चिन्ने गरिन्छ। त्यसैगरी कुमेरु दक्षिण ध्रुवीय महासागर यो चौथो ठूलो महासागर हो। यसको कुल क्षेत्रफल 2.44 लाख वर्ग किमी रहेको छ। यसले कुल जलमण्डलको 7% भाग ओगटेको छ। यसको औसत गहिराई 2400 मिटर रहेको छ। यसको गहिरो भागलाई स्यान्डविच ट्रेन्च भनिन्छ। सुमेरु उत्तर ध्रुवीय महासागर यो सबैभन्दा सानो महासागर हो। यस महासागरको क्षेत्रफल
1.51 लाख वर्ग किमी रहेको छ। यस महासागरले कुल जलमण्डलको 4% भाग ओगटेको छ। यो महासागर वृत्त आकारमा फैलिएको छ। यस महासागरको औसत गहिराई 1330 मिटर रहेको छ। यो महासागरको गहिरो भागलाई मोलीद्वीप भनिन्छ। यसरी विश्वका महत्त्वपूर्ण र सबैभन्दा ठुला र साना महासागरहरूको बारेमा मैले केही तथ्यहरू तपाईलाई पेश गरेँ। यसरी नै विश्वका अन्य ठुला समुद्रहरूको बारेमा म केही तथ्यहरू बताउन गइरहेको छु। साउथ चाइना सी 35 लाख वर्ग किमी ओगटेको छ। औसत गहिराई 1200 मिटर साउथ चाइना सीको रहेको छ। त्यसै गरी क्यारिबियन सागर 27,53,000 वर्ग किमी क्षेत्रफल ओगटेको छ। 2400 मिटर गहिरो रहेको छ। भूमध्य सागर 25,03,000 वर्ग किमी ओगटेको छ। 1485 मिटर गहिरो रहेको छ। यसरी बेरिङ सागर 22,68,180 वर्ग किमी ओगटेको छ। 1400 मिटर गहिरो रहेको छ। मेक्सिको खाडी 15,42,985 वर्ग किमी ओगटेको छ। 1500 मिटर गहिरो रहेको छ। ओखोत्स्कको समुद्र 15,27,570 वर्ग किमी ओगटेको छ। 840 मिटर गहिरो रहेको छ। इस्ट चाइना सी 12,49,150 वर्ग किमी ओगटेको छ। 180 मिटर गहिरो रहेको छ। हड्सनको खाडी 12,32,300 वर्ग किमी ओगटेको छ। 120 मिटर गहिरो रहेको छ। त्यसै गरी सी अफ जापान 10,07,500 वर्ग किमी ओगटेको छ। 1370 मिटर गहिरो रहेको छ। अन्डमान सागर 7,97,700 वर्ग किमी ओगटेको छ। 865 मिटर गहिरो रहेको छ। नर्थ सी 5,75,300 वर्ग किमी ओगटेको छ। 90 मिटर गहिरो रहेको छ। ब्ल्याक सी 4,61,980 वर्ग किमी ओगटेको छ। 1100 मिटर गहिरो रहेको छ। त्यसै गरी रेड सी 4,37,700 वर्ग किमी ओगटेको छ। औसत गहिराई 490 मिटर रहेको छ। विश्वको महत्त्वपूर्ण र ठुला समुद्रहरू यिनै हुन्। यी बाहेक विश्वमा अरू ससाना समुद्रहरू पनि रहेको छ, जस्तै डेड सी, ब्लड सी र अन्य ससाना सीहरू पनि रहेको छ। विश्वमा रहेको जलमण्डलमा महासागर, समुद्र, अन्य ताल तलाउ, नदी नाला धेरै छ। यिनीहरूले विश्वको धेरैभन्दा धेरै जल भाग ओगटेको छ। यसरी तपाईहरूलाई विश्वको महत्त्वपूर्ण महासागर र समुद्रको बारेमा केही तथ्यहरू बताएँ। आजको विशेष तथ्यपरक कथा कस्तो लाग्यो? कमेन्ट, लाइक, सब्सक्राइब गरिदिनुहोस् है त। धन्यवाद। सेवारो।
अहिले आज के देखिरहेको 12 मिनेट चाहिँ त्यहाँ भाइ दादा एउटा यहाँ आउँछ एउटा त्यही पर्छ एकाडोडा आउनु एकछिन भाइ